पछाडि फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन। चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि बन्न दिनुहुन्न। चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस उत्तेजनाले मात्र हुँदैन, घृणाले मात्र हुँदैन। तँलाई सकाइदिन्छु भन्न बडो सजिलो हुन्छ, तँलाई गाड्दिन्छु भन्न बडो सजिलो हुन्छ, तर म सबैलाई मिलाएर लिएर जान्छु भन्नको लागि साहस चाहिन्छ। त्यो साहस हामीले राख्नुपर्ने छ। सबैलाई मिलाउनु पर्छ, पुरानोलाई नयाँलाई सबैलाई मिलाउनु पर्ने छ। जसरी घरभित्र बा पनि चाहिन्छ, हजुरबा पनि चाहिन्छ, नातिको कुरा पनि सुनिनुपर्छ, नातिनीको कुरा पनि सुनिनुपर्छ। समाज र देश भनेको पनि त्यही हो। यहाँ पाको पनि चाहिएको छ, बुढाबुढीको अनुभव पनि चाहिएको छ, नौजवानहरूको उत्साह पनि चाहिएको छ। नेपाली कांग्रेस पार्टी समाजभित्र देखिएका तमाम सबै खालको शक्ति, प्रवृत्ति, पात्र सबैलाई मिलाएर लिएर जान चाहन्छ। हामी कुनै प्रतिशोधको राजनीति पनि गर्दैनौँ, घृणाको राजनीति गर्दैनौँ, उत्तेजनाको राजनीति गर्दैनौँ। हामीलाई भोटको फाइदा हुन्छ भनेर कहीँ कतै गएर कसैलाई उचाल्ने काम पनि गर्दैनौँ। हामी सबैलाई मिलाएर लिएर जान्छौँ। कांग्रेसले सबैलाई सम्हाल्छ। त्यसले फागुन 21 गतेपछि नेपाली कांग्रेसको प्रमिस हो, कांग्रेसको बाचा हो, कांग्रेसको संकल्प हो यो कि देशमा फेरि हामी आग लागि हुने अवस्था आउन दिन्नौँ, देशमा फेरि ध्वंस हुने अवस्था आउन दिन्नौँ, देशमा फेरि युवा मारिने अवस्था आउन दिन्नौँ, देशमा फेरि कुनै तन्नेरीले सडकमा आएर रिस पोख्नुपर्ने अवस्था आउन दिन्नौँ। यो देशलाई हामी सम्हाल्छौँ। तर सम्हालेर मात्र हुँदैन, सम्हालिनु भनेको जस्तो छ त्यस्तै बनाएर मात्र हुँदैन, यसलाई सुधार्नु पनि पर्नेछ। हाम्रो प्रत्येक दिन सरकारले गर्ने काम जसरी हिजो गरेका थियौँ त्यसलाई बदल्नु पर्नेछ, सुधार्नु पर्नेछ। प्रधानमन्त्रीले गर्ने कामदेखि मन्त्रीसम्मले गर्ने काम बदल्नु पर्नेछ। एउटा सरकारको अड्डामा जब तपाईँ सानो कर तिरेर जानुहुन्छ वा लाइसेन्स लिएर जानुहुन्छ वा प्रहरी चौकीमा जानुहुन्छ वा न्याय माग्न अदालत जानुहुन्छ, त्यसको सुपसारदेखि मञ्चमा त्यहाँ कुर्सीमा बसेर न्याय सम्पादन गर्ने न्यायाधीशले गर्ने काममा सबै सुधार गर्नुपर्नेछ। प्रत्येक ठाउँ सुधारको आवश्यकता छ। त्यो सुधारको नेतृत्व पनि नेपाली कांग्रेसले गर्छ भन्ने संकल्प बोकेर हामी आएका छौँ। देशलाई सुधार चाहिएको छ, तर देश सम्हालिनु पनि पर्नेछ। म सुधार गर्छु भनेर हातमा चाबुक लिएर आएर म ठिक बनाउँछु, म सहरलाई सफा गर्छु वा म गाउँका सडकहरू ठिक गर्छु, चाहिन्छ त्यो संकल्प।